अनि जापान आउने अब नेपालीहरूलाई के भन्न चाहन्छौ तिमी? जापान आउने नेपालीलाई चाहिँ के भन्छु भन्दाखेरि सकेसम्म यानफो लेभलसम्म चाहिँ पास गरेर आऊ भन्छु कि मैले चाहिँ। यहाँ दुःख पाउने भनेकै त्यही भाषाले गर्दाखेरि त हुन्छ सबले। होइन अरू दुःखहरू पनि छ होइन, पैसाको टेन्सनहरू छ होइन, गामबाध्य गर्नुपर्छ होइन। अनि नेपालीमा भइरहेको सेन्पाहरूलाई के भन्न चाहन्छौ? सेन्पाईहरू चाहिँ स्याल हो भन्छु मैले त है। केटाहरू चाहिँ स्याल हो भन्छु। नचाहिने कुराहरू सिकाउनु चाहिँ होइन भन्छु कि जे भयो भने सिकाएर हुन्छ नचाहिने कुराहरू है मान्छेहरूले। भर्खर आएको भाइ बहिनीहरू हो यार, उनीहरूलाई नचाहिने काम सिकाइरहेको हुन्छ। जस्तै के सिकाइरहेको छ तिमीले देखे अनुसार? अब भयो भने भर्खर आएको भाइ बहिनीहरूलाई क्लब लिएर जाने होइन, क्लब लिएर जाने, यताउता पार्टी सार्टी लिएर जाने होइन नि त। जे भने राम्रो कुरा सिकाउने हो। मोबाइलको पैसा नतिरेर त्यता मोबाइल हराएर कसरी खर्च कम गर्न सकिन्छ भन्ने कुरा सिकाउने हो होइन। ए भाइ केही हुँदैन भन्ने चलाउने गर्ने होइन नि त। त्यो चाहिँ राम्रो कुरा है, सब सेन्पाहरूले सिक्नुपर्ने कुरा हो जस्तो लाग्छ मलाई।